रे आएका ढाका टोपी लाएका का तिनै होला हाम्रा बाबा लिन आएका का छोराहरू एउटी गर्न आत्ताउने एउटी छोरीलाई दादाको दाउने। हेलो गाइज, वेलकम ब्याक टु अनदर डे। आज चाहिँ हामी सबै परिवार भएर हाई भन्दैछन्। सबै परिवार भएर हामी चाहिँ चन्दागिरीको लागि जाँदैछौँ। मेरो बाबा अनि चन्दागिरी जाने भनेर मख मेरो बहिनी होइन, बच्चाहरू, मम्मी, मेरो ज्वाइँ साहब सबैजना भएर हामी चन्दागिरी जाँदैछौँ। उनीहरू चाहिँ हामी यो टिकटको लाइनमा छौँ, केबल कारको लाइनमा। एकदमै धेरै खुसी। मेरो मम्मी पनि मख हुनुहुन्छ, चन्दागिरी जाने भन्दै हुनुहुन्थ्यो होइन। सबैजना हाई भनिरहनु भएको छ सबैजनाले। अब चाहिँ हामी केबल कार चढ्दैछौँ। हाम्रो पालो आयो धेरै बेर लाइनमा बसिसकेपछि, अनि हामी चाहिँ केबल कार चढ्दैछौँ। हाई भन्न छोरी, हाई भन्न, हाई भएको कता हो, के छ मम्मी, ठिक छ? हेलो हेलो एभ्रिवान। Major missing. Jagdish Binaju. This is the view. Sani Binaju ke Binaju ho. चन्दागिरी केबल कारमा चढेको लाइन गएर हामी चाहिँ अड्किरहेको अवस्था सबैजना। यहाँ चलेकै छैन, यो सबै अड्किरहेछ। हामी चाहिँ केबल कार जाँदै थियौँ। चाहिँ केबल कार जाँदै गर्दाखेरि बिचमा केबल कार अड्केर सबैजना यस्तो स्केयर। केबल कार पुगेपछि फर्स्टमा मन्दिर दर्शन गर्नु गयौँ। मेरो बहिनीले चाहिँ हाम्रो टिकटकमा भाइरल हुनुभएको गुरुसँग एकदम सबैजनाले टिका लगायौँ। सबैजनाले एकदमै टिका गऱ्यौँ, दर्शन गऱ्यौँ। त्यसपछि सुरु भयो हाम्रो खाजा खाने टाइम। सबैजना इन्जोय गरेर बाबालाई रुगा लगाइरहेको थियो। झोल मोमो यस्तो मिठो गरेर खाइरहनु भएको थियो। बच्चा बच्चीहरू, छोरीले बर्गर खान्छु भनेर बर्गर खाइरहेको थियो, कसैले नुडल्स खाइरहेको थिए, कसैले फ्राइज खाइरहेको थियो, कोही चाउमिन। खाजा खाइसकेपछि हामी लाग्यौँ प्ले एरियातिर। अनि छोरी बाबुलाई, मेरो छोराछोरीहरूलाई दुवैजनालाई पिङ खेल्नु पऱ्यो भनेर अनि म चाहिँ पिङ खेलाउँदैछु। यसरी यति धेरै इन्जोय गरिरहेको थियो बच्चाहरू। उता चाहिँ हाम्रो मेरो सानो चाहिँ ज्वाइँ साहबले बाबुलाई पनि खेलाउँदै हुनुहुन्थ्यो होइन। अनि नानीलाई यस्तो रमाइलो भइरहेको थियो। म अब एक्लै खेल्छु भनेर ऊ चाहिँ एक्लै पिङ खेल्न थालेँ। अनि बच्चाहरूलाई कतै घुमाउनु लिएर जाँदा यस्तो खालको प्ले एरियाहरू सबैतिर भइदियो भने बच्चाहरूलाई पनि एकदमै धेरै रमाइलो हुन्छ। किन ठुलो मान्छेको लागि त जति पनि कुराहरू हुन्छ नि त होइन। अनि वेलकम गाइज, सेकेन्ड डेमा। यो चाहिँ हाम्रो सेकेन्ड डेमा चाहिँ हामी सबैजना नगरकोट मिस्टिक माउन्टेन होटलमा बस्ने भनेर सबैजना फ्यामिली नै मिस्टिक माउन्टेनमा गयौँ। म्युजिक बजिरहेको छ, बच्चा बच्चीहरू यस्तो रमाइलो, जाँदा बित्तिकै नाच्न थालिरहेछन्। अनि यो चाहिँ हाम्रो रुम भयो है। अनि एकदमै रमाइलो भयो। सबैजना गएको अनि सबैजना खिच्ने, फोटो भिडियो बनाउने। अनि रुमभन्दा बाहिरको भ्यू यो मिस्टिकको चाहिँ एड गर्दै रहेछ। ठ्याक्क स्विमिङ पुल पनि। खानासाना खायो अरे राति चाहिँ हामी सबैजना रमाइलो गर्न थाल्यौँ होइन। यता मम्मीको फेभरेट गीतहरू लाउने, गीतमा सँगसँगै गीत गाउने, नाच्ने, यस्तो रमाइलो पनि भइरहेको थियो। अनि यो कपिराइटको कारणले गर्दा मैले यो सबै म्युट गरेको छु होइन। यो चाहिँ हाम्रो रुम। यस्तो रमाइलो भएको थियो, बाबा मम्मीले यति धेरै, मेरो मम्मी यस्तो धेरै इन्जोय गरिरहनु भएको छ। सबैजना हामीले यति धेरै फन गऱ्यौँ है, त्यो भनिसाध्यै छैन। यस्तो धेरै फ्यामिली मुमेन्ट चाहिरहेको थियो, यस्तो धेरै रमाइलो पनि भइरहेको थियो, सबजना रमाइलो गरिरहेको थिए। अनि हामीले यसरी चाहिँ मिस्टिकमा रमाइलो गऱ्यौँ भनेर चाहिँ देखाएको। यो रियल म्युजिकमा भन्दा पनि यसरी रमाइलो भयो भन्ने कुरा हो। गाएर पुगेन। अनि यतातिर हामी चाहिँ सबैजना नाच्न थाल्यौँ। अब नाचेर रमाइलो गर्ने भनेर मेरो कान्छी बहिनी चाहिँ नाच्न थाल्यो होइन। सबैजना, मम्मी यस्तो इन्जोय गरिरहनु भएको छ। मम्मीलाई केही चाहिएन, सबैजना फ्यामिली एक ठाउँमा भएर फ्यामिली टाइम यसरी बिताउनु पायो भने मेरो मम्मी जति ह्याप्पी चाहिँ कोही पनि हुँदैन। तर मेरो हस्बेन्ड चाहिँ एकदमै धेरै मिस भइरहेको थियो मलाई। मेरो हस्बेन्ड चाहिँ हुनुहुन्थेन यो सबै मोमेन्टमा। अनि मेरो ज्वाइँ साहब पनि उठेर नाच्न थाल्नुभयो यही बिचमा है।
यस्तो रमाइलो भयो मेरो मम्मी यति खुसी हुनुहुन्थ्यो सबैजना फ्यामिलीसँगै थियौँ मेरो हस्बेन्ड चाहिँ एकदम मिस भइरहनु भएको थियो मलाई केही छैन नेक्स्ट टाइम हामी फेरि यसै गरी रमाइलो गर्ने नै छौँ मेरो मम्मी चाहिँ पुरै फ्यामिलीसँगै भएको भएर कस्तो खुसी बच्चा बच्ची ज्वाइँचापहरू बाबा मम्मी दिदी सबैजना सँगै थियौँ हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो फिडब्याक दिन नबिर्सिनु होला थ्याङ्क यू सो मच फर वाचिङ फेरि पनि यस्तै यस्तै भिडियोहरू लिएर आउने नै छु प्लिज कमेन्ट गरिदिनु होला हजुरहरूको कमेन्टले मलाई हौसला दिने नै छ बाई बाई